रातै रात आउनु भयो के रात आउँछ यहाँ र नि रात आयो क्या हो देख्यौ भोलि सबै फोटो रात आउँछ साथै त्यतै शिक्षा दिएको खोइ त ल अब धेरै पछि भ्लगै भनौँ अब के गर्नु यसो सम्झनाको लागि अब भाइहरूसँग बनाइदिएछ भोलि आधी जोड्नु पर्ला अब यो बोर्ड चाहिँ बनाइसक्यो ब्यानर चाहिँ बनाइसक्यो तर यहाँ त उल्टो कस्तो उल्टो देखिएको छ फ्रन्ट क्यामेराबाट खोइ अब ब्यानर चाहिँ कहाँ लाउने यो ठाउँमा लाउनु पर्यो होला यतापट्टि ल्याएर आउँदा चाहिँ ब्यानर लिएर आउनु खोइ अनि केटाहरू चाहिँ कता गयो खोइ केटाहरू कता गयो अब ब्यानर लाउने काम हुँदैछ हाम्रो चाहिँ यो सिटिएसको लागि ग्रेजुएसन हुँदैछ छ तर भोलि फोटो रातै आएर चाहिँ बिजोक हुन्छ डोरीहरू ल्याउन सुत्ली चाहियो त यो यसलाई पनि फ्रेमै बनाउनु पाएछ हुन्थ्यो केटाहरू चाहिँ कता गयो धेरै पछाडि चाहिँ अब आज हाम्रो सिटिएसको ग्रेजुएसन हुँदैछ ग्रेजुएसनको लागि चाहिँ हामी दुईजना श्रीमती लाग्दैछौँ छोरालाई लिएर खोइ झल्ला नभएको यहाँ नि हाल्ला त छैन म मोबाइल लिएर आउँछु ल आज हाम्रो सिटिएसको ग्रेजुएसन छ त्यसको लागि जाँदैछौँ धेरै समय पछाडि ब्लग बनायो कन्टिन्यू बनाउन सकिँदैन के गर्नु संसारको काम गर्नै पर्यो अब यही भ्लग गरेरै जिन्दगी चल्दैन अब बाँकी माथेर देख्ने ग्रेजुएसनमा जाँदैछ जोले के भन्नु जाने हो बहिनी मिस चाहिँ बिजी हुनुहुन्छ ल छिटो गरेर जाउँ हौ जोएल रेडी भइसकेको ल अब यहाँ हाम्रो केटाहरू चाहिँ रेडी भइसकेको छ तर सबै रात आउने रहेछ आज रात निकाल्ने भए आज मेकअपै नगरे पिङ्क कलर हुँदैको रात आउँछ क्या के छ सबैले टोपी लाउँदाखेरि सुरुमा टोपीको त्यो हुन्छ नि बायाँतिर गराउनु पछि त्यो चाहिँ हाम्रो सर हुनुहुन्छ बिस्तारै बिस्तारै आएर मजाले हाम्रो विकास भाइ चाहिँ होइन भिडियो अब सरले अब अहिले नै सोधिहाल्नु पर्यो कस्तो लागिरहेछ आज तपाईँको अब यो हाम्रो ग्रेजुएसनमा आशिषमय लागिरहेको छ आज यो दीक्षान्त समारोहमा हामी सरिक छौँ अब केही बेर पछि चाहिँ हामी यसलाई औपचारिकमा सुचारू गर्न गइरहेका छौँ हामी सबैजनाको प्रार्थना हामी सबैको प्रार्थनाले अब आज चाहिँ यसलाई हामीले समापन गर्न गइरहेका छौँ एउटा आशिषमय भइरहेको महसुस भइरहेको छ अब यो त सक्यो होइन अब यो 6औं ग्रेजुएसन त सक्यो अब यो 7औं ग्रेजुएसनको लागि चाहिँ कहिले अब भर्ना खुल्ने छ यो भर्ना चाहिँ अब हामी वैशाखको लगभग दोस्रो र तेस्रो हप्तादेखि हामी नयाँ भर्ना लिन्छौँ सुचारू गर्छौँ त्यसैको लागि यो भिडियो मार्फत तपाईँहरू कसैले हेर्दै हुनुहुन्छ भने कृपया तपाईँ कतै मण्डलीमा कुनै मण्डलीको सम्बन्धित तपाईँहरू अगुवाजनहरू हुनुहुन्छ विश्वासीजनहरू हुनुहुन्छ भने तपाईँहरूले यही भिडियोलाई एउटा आधार मानेर
तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ अथवा जो भिडियो बनाउँदैछ हाम्रो भाइ विशाल हुनुहुन्छ उहाँ पनि हाम्रो म्युजिक मास्टर पनि हुनुहुन्छ अनि साथै उहाँ यो 6औं दीक्षान्त समारोहको हाम्रो ग्रेजुएट पनि हुनुहुन्छ अनि भाइद्वारा सम्पर्कमा आएर तपाईँले हामीलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि यसरी आज हामी दीक्षान्त समारोह गर्न गइरहेका छौँ अनि परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छौँ। सर्वप्रथम यो सबै परमेश्वरको अनुग्रह कृपा र परमेश्वरले दिएको एउटा जिम्मेवारीलाई हामीले वहन गरिरहेका छौँ। यो अहिले यो 6औं दीक्षान्त समारोह हो। योभन्दा आगामी गत दिनहरूमा पनि हामीले गऱ्यौँ। यो सबैमा परमेश्वरले हामीलाई सहायता मद्दत गर्नुभयो। अनि धरान शिवधारामा अवस्थित छ यो ट्रेनिङ सेन्टर। धन्यवाद। ल अब आज लास्ट ग्रेजुएसन छ। अब कस्तो लाग्यो? यत्रो अब पढ्यो होइन, कति महिना लगभग 1 वर्षै पढ्यो। अहिले पाले यता हाम्रो विकासबाट सुरु गरौँ। कस्तो अनुभव भयो? रमाइलो अनि एकदम नजानेको धेरै कुराहरू सिकियो। अनि आज चाहिँ ग्रेजुएसन छ, अन्तिम दिन। ठिकै छ, रमाइलो छ। यस अब के ट्रेनिङ चाहिँ लिनुपर्ने कि नपर्ने जस्तो? ट्रेनिङ चाहिँ लिनै पर्ने जस्तो लाग्छ मलाई चाहिँ, सबैले चाहिँ। किनभने ट्रेनिङबाट चाहिँ हामीले धेरै कुराहरू सिकिन्छ। नजानेको धेरै गहिरो भित्रको रहस्यहरू बाइबलको हामीले बुझ्न सक्छौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ ट्रेनिङ चाहिँ लिएकै राम्रो होइन। हुन त अब आफै पढ्दा पनि हुन्छ, तर अब धेरै समय लाग्न सक्ला। अब त्यो निचोडमा आउनु गाह्रो पर्छ। अब शिक्षकहरू भयो भने चाहिँ अलिक छिटो कम समयमा धेरै जानिने होइन। सिकाउने तरिका पनि अब सरहरूको फाल्टै हुन्छ होइन, बुझाइ अनुसार। त्यही भएको कारणले चाहिँ ट्रेनिङ चाहिँ लिनै पर्छ। यता हाम्रो अब के अरे महेन्द्र भाइ यता अलिक सम्पूर्णमा अनि आज चाहिँ एकदमै खुसी लागिरहेको छ किनभने छोटो हाम्रो ब्याचको हाम्रो तिम्रो ठेगाना नि भन्दै अब भाइ चाहिँ निकै टाढोदेखि आएको। अब यहाँको होइन भाइ होइन, आफ्नो सबै ठेगाना ट्याक्कै। मेरो ठेगाना चाहिँ कर्णाली प्रदेश, सुर्खेत जिल्ला। त्यहाँको मेरो गाउँपालिकाको नाम चाहिँ चौकुने गाउँपालिका, वडा नम्बर 6 हो। अनि त्यहाँनिर चाहिँ म चाहिँ त्यहाँबाट 1 वर्षको लागि भनेको हामी यहाँसम्म अनि अध्ययनको लागि हामी यहाँसम्म आइपुगेको र एकदम खुसी लागेको छ। किनभने आज हामी यही दिनको प्रतीक्षा धेरै दिन अगाडिदेखि हामी गरिरहेका छौँ। अन्ततः यो दिन हामीले पाएका छौँ अनि हाम्रो ग्रेजुएसन पनि सुरु भइरहेको छ। अब केही समय पश्चात अब ग्रेजुएसन सुरु हुनेछ। अब धेरै कुरा बुझियो, जानियो। म पनि एउटा नयाँ विश्वासीको रूपमा थिएँ। मलाई राम्रोसँग प्रार्थना पनि गर्न नआउँदै गर्दा अहिले आफू चाहिँ चर्चमा वर्सिप लिडसम्मको आफ्नो त्यो यात्रालाई सहज बनाउन सक्षम भएको छ। कारण हाम्रो बाइबल कलेजबाट अध्ययनको क्रममा हुँदै गर्दा राम्रो तरिकाले सिक्दै बुझ्दै एकदमै गिटारलाई सारङ्गी भन्ने व्यक्ति आज गिटार बजाइरहेको छु। त्यो नै मेरो निम्ति त्यो पनि एउटा ठुलो कुरा हो, प्रगति नै हो लाग्दैछ। त्यो पनि ठुलो प्रगति हो। हाम्रो यहाँ डाक्टर जीवनदीप सुब्बा हुनुहुन्छ। उहाँ आजको 6 ग्रेजुएसनको यस थियोलोजी सेन्टरको सर पनि हुनुहुन्छ। अब ग्रेजुएसन हुँदैछ, के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ? अब हामीले धरानमा धेरै वर्षदेखि लामो प्रार्थनादेखि अनि हामीले सिटिएच कोर्स पढाउनको लागि प्रार्थना गरिरहेको छौँ र पढाउँदै अहिले आएको छौँ। आजको यो 6औं ग्रेजुएसनमा सबै विद्यार्थीहरूलाई उहाँहरूको सेवाकाई, उहाँहरूको परिवार, उहाँको सबैलाई शुभकामना छ। असल प्रकारले परमेश्वरको सेवा गर्न सक्नुहुनेछ र सबैलाई बधाई छ। र यहाँ हुन्छ, धन्यवाद छ फेरि पनि। र हाम्रो धरान थियोलोजी ट्रेनिङ सेन्टरका हाम्रा गुरुबा हुनुहुन्छ। उहाँ गुरुबा पनि हुन्छ प्लस हाम्रो टिचर पनि हुनुहुन्छ। र उहाँले चाहिँ हामीलाई सुसमाचार्य कसरी गर्ने भन्ने विषयमा चाहिँ हामीलाई धेरै पढाउनु भयो। र उहाँले चाहिँ हामीले एकदमै असल पढाउनु भएको छ। र उहाँले पनि अब हाम्रो निम्ति केही भनिदिनुहुन्छ कि भन्ने हामी आशा राखेका छौँ। हुन्छ, यस समय जय मसीह गुरुबालाई। हस्, हुन्छ, जय मसीह। हाम्रो भाइलाई धन्यवाद छ यो समय दिनुभएको लागि। विशेष गरी यो धरान थियोलोजिकल जुन चाहिँ यो ट्रेनिङ सेन्टर छ धरानमा, अहिले धरान थियोलोजिकल ट्रेनिङ सेन्टरमा चाहिँ
सेन्चरको चाहिँ अहिले 6 ग्रेजुएसन कार्यक्रम भइरहेको छ। 6औं ब्याचको कार्यक्रम यो दीक्षान्त समारोह हुन लागेको आज हुँदैछ। त्यस कारण म परमेश्वरलाई धन्यवाद दिन्छु सबभन्दा पहिला त। र दोस्रो कुरा चाहिँ म धरान खुर्से पास्टर अगो सङ्गतिको चेयरम्यानको हैसियतले यो ग्रेजुएसन सेरेमनी हुन गइरहेको भाइ बहिनीलाई हार्दिक बधाई तथा शुभकामना र ट्रेनिङ सेन्टरलाई पनि शुभकामना प्रदान गर्न चाहन्छु। ल ठिकै छ, हाम्रो म्युजिसियन भाइलाई चाहिँ अलिक छिटै आउनु भनेको ढिलो आइरहेछ। किन ढिलो भन्नु पर्यो यहाँ? किन ढिलो आउनु भएको? सामान अनि हेरेर सामान हेर्दा गीत सिक्दा ओर्दा आज अनि के एकल कोयर ग्रुप कति जान्छ? एक्लै हो? एक्लै आइन नि छ नि। के छ आज खतरा गाइन्छ एक्लै? के त गाइन्छ सामानै छैन अनि लाठी सामान छैन के गर्नु। त्यही छ, अब प्रभुको महिमाको लागि जस्तो सामान छ त्यस्तोमै गाउनु पर्ने हुन्छ है। माइक ल्याउनु लगाउनु। माइक यहाँ छ, यहाँ हलो माइक छ, उयो छ। र हाम्रो यहाँ प्रकाश साथी पनि छ, अब उहाँलाई केही शब्द भन्नुहुने छ। हाम्रो एकदमै भाइ प्रकाशको पालो रहेको छ। अब सायद अब यहाँ के अरे ग्रेजुएसन सकेपछि उहाँहरू घर जानुहुन्छ होला। अब उहाँसँगको चाहिँ अब हाम्रो भिडियो मात्रै रहन्छ, किनकि भेट्न जाउँ भने नि घर टाढो छ। र अब जस भाइले आफ्नो नाम ठेगाना प्लस यहाँ पढेर चाहिँ के अनुभव हो त्यो सर्टकटमा ठ्याक्कै 1.5-2 मिनटको सक्लाका सिद्धै दिइहाल्नु। पर्सियो भने सुन्नुभयो घर यताहरूको विशेष हामीले यो बाइबल थियोलोजी कलेजबाट हामीले धेरै कुरा सिक्यौँ। हामीले धेरै कुरा भन्दा पनि धेरै कुरा म चाहिँ पहिलेको जीवनभन्दा नि अहिलेको जीवनमा त धेरै कुरा सिकेँ। म जुन एउटा व्यक्तिगत जीवनमा डुलिरहेको थिएँ, म चाहिँ यहाँ आएर धेरै मेरो जीवनमा चेन्जिङ भयो। अनि एउटा सिक्यो सङ्गीत भन्ने कुरा हामीलाई थाहा थिएन। अब त्यही कुरा यहाँ आएर ड्रम सेट लगायत हामीले गिटार सिक्यौँ, जस तपाईँको हातबाट विशाल दाइको हातबाट हामीले लगायत केही कुराहरू धेरै सिक्यौँ। चाहिँ दिदीबाट सिलाइ कटिङ लगायत हाम्रो हरेक कुरामा चाहिँ सामान्य तरिकाले चाहिँ सिक्दै गयो। जो म्युजिक के रहेछ भन्ने कुरा चाहिँ यो दुनियाँमा चाहिँ हल्का भए नि धेरै कति सिकियो भनौँ। तपाईँको भन्नुको मतलब बाइबल शिक्षा बाहेक आराधना एउटा म्युजिक बाजा बजाउनु पनि चर्चको लागि सहायता हुन्छ है। अभियसली त्यो चाहिँ एकदमै त्यसले चाहिँ धेरै सानोभन्दा धेरै ठुलो सपोर्ट पुऱ्याउँदछ त्यो म्युजिकले पनि। हुन्छ, धन्यवाद छ हाम्रो भाइलाई। जस अब भाइको धेरै टाढो छ, अब परमेश्वरको योजना भयो भने भाइ यता आयो भने अथवा हामी भाइको ठाउँमा पुग्यो भने मात्रै हाम्रो भेट हुने सम्भावना छ, नत्र चाहिँ फेसबुकमा मात्रै हुन्छ। ल धन्यवाद छ हाम्रो भाइलाई। धन्यवाद दाइलाई पनि। र हाम्रो म्युजिसियन चाहिँ उहाँलाई चाहिँ जे पनि बजाइहाल्नुहुन्छ, एकैछिनमा बाँसुरी पनि हानिहाल्ने, गिटार पनि हानिहाल्ने। यो कला भन्नुको लागि चाहिँ के गर्नुपर्ने रहेछ? यति साह्रो कला हुनुको लागि चाहिँ के गर्नुपर्छ? सिक्नुपर्छ नि, मन लाग्यो। कस्तो इन्ट्रेस्ट दिएर कि हल्का फुल्का? इन्ट्रेस्ट तपाईँलाई यता फर्केर यता तपाईँलाई यति म्युजिक मध्येमा सबसे तपाईँलाई मनपर्ने म्युजिक चाहिँ कुन हो? मनपर्ने आफूलाई जस यो चाहिँ मेरो मनदेखि नै हृदयदेखि नै बजाउन मन लागेको चाहिँ के हो? बाँसुरी हो। ल एक क्लिप्स जाओस् न त बाँसुरीबाट कुनै एउटा मिठो धुन। यो हाम्रो ज्ञानी बनेर होइन? ल ठिक छ। र हुन्छ, फेरि पनि गुरुबालाई जयमसी। जयमसी। अब उहाँ जयमसी। म पास्टर पदम केशर राई, धरान एफजिटी चर्च धरानतिर। एकचोटि पनि हामीले 12 जनालाई ग्रेजुएसन गरिरहेका छौँ र उहाँहरू एकदमै इक्विप हुनुभएको छ, तयारी हुनुभएको छ र उहाँहरूले परमेश्वरको राज्यमा असल प्रभावकारी र साँच्चै नै छलाङ मार्ने, फसल बटुल्ने, माछा मार्ने कामहरू गर्नुहुनेछ, यो हाम्रो विश्वास हो। र यो चाहिँ यस्तो हुनु पर्यो।
मलाई त उयो जस्तो लागिरहेको छ क्या पुरा चाइनिज फिल्मतिर होइन हामीले पनि पुरा कल्पना जस्तो दिएछौँ यता हाम्रो टिचर पनि आउनु भएको छ आज मिसलाई अब सायद पहेँलो म लगाइदिन्छु पहिला जब मिसलाई लगाइदिनु पर्ला किन हाम्रो यहाँ मिस त्यसमा चाहिँ सर्च होइन भेजको ठिक हुने रहेछ चाइनिज मान्छे पाएछ त बिचबाट उसले चाहिँ बिचबाट हिँड्नु भन्नुपर्ने छ क्या बाहिर जाउँ सबै हेर्नु अगाडिको भइसक्यो बाँधेर होइन कसैको त नभनी नै अल्झिरहेछ त यता बाहिर हाम्रो मम्मीले देऊ ल बाहिर निस्क न बाहिर निस्क न होइन केटा हो ब्लगर मान्छे जहिले पछाडि हिँड्छ त्यस्तो लाउँदा त निकै पढ्नुपर्ने रहेछ जस्तो लाग्छ क्या पढ्ने म चाहिँ लास्टमा त किचन डिपार्टमेन्ट बहिनीहरू बिचरा आज हामीलाई गर्दा दुःख पाएका छन् खुसी छैन has satisfactorily completed the requirement of the certificate in the theological study on April 1, 2025. Thank you. एकछिन पक्केर फोटो खिच्नु है फोटो खिच्न चाहिँ नछुटाउनु पक्केर ताली उहाँलाई सर्टिफिकेट समारोह फोटो खिच्ने हो उमेश तामाङ विकास विके यता फोटो खिच्नुहोस् है यहाँ हेर्नु ल बोजू बोजू यता हेर्नु ल भिडियो गरेको छौ शक्तिमान सृष्टिकर्ता परमेश्वर पिता तपाईँलाई वचनअनुसार चलेको र ईश्वरको प्रचार गर्नको निम्ति सबैलाई आदर भक्ति महिमा पिता पुत्र पवित्र आत्माको नाउँमा हामीलाई आशिष हुन्छौँ क्रिस्ट येशूको नाममा आमेन। धन्यवाद।
यता तपाईँको जोडीसँग बस्नु त उमेश सर कोही आफन्तहरू आउनु भएको छ अथवा शुभचिन्तक आउनु भएको छ आफ्नो दीक्षान्तित आफ्नो मित्रहरूलाई तपाईँहरूले फुलको गुच्छा खदा दोसल्ला केही पनि ल्याउनु भएको छ भने तपाईँहरूले उहाँहरूलाई अर्पण गर्नुहोस् फोटो खिच्नुहोस् बधाई दिनुहोस् धन्यवाद भन्नुहोस् आशिष दिनुहोस् हाम्रो सेनाहरू कता गयो म त यहाँ बधाई पछाडि हामी छोराहरूलाई बधाई हामी एकपल्ट खिचिहाल्छौँ ल यता आउनु नि खिचिहालौँ भने मेरो सकि पुग्यो त हौ हाम्रो फोटो खिचिदिइहाल कता कता बस्यो पछाडि कहाँ गयो सम्झना प्रेरणा कहाँ गयो म आउँदैछु नि भयो यता लगाइ लगाऊ यता लगाइस यता मैले लगाइदिएँ नि यता लगाऊ न ल खिचिदियो हामी एकैछिन फोटो खिचिहाल्छौँ ल भइसक्यो भइसक्यो यता भयो हामी एकछिन फोटो खिच्छौँ है एकैछिन ल झुकिनुहुन्छ है झुकिनुहुन्छ है हामी यहाँ छौँ दाजु मलाई नलगाइदिनु झुकिनुहुन्छ एकछिन खिचेको छ नि मान्छे ल हाम्रो फोटो खिचिदिइहाल त ल बाई बाई बोला नि त के भन्छ अब सकेको छ खाम खाम चाहिँ लानुपर्ने भयो केटाहरूको सर्टिफिकेट दिएर कताको केटाहरूलाई खाम खाम चाहिँ लाने ल भयो केटा हो खाम चाहिँ लगेर बाँकी चाहिँ केटाहरूले जिम्मा दिनुपर्ने भयो खामको साह्रै हेला भयो
जाउँ न हौ फोटो खिचौँ न हौ के हतारो यहाँबाट आखिर ढिलो भयो त आखिर ढिलो ठुलीको मोबाइलले ठुलीलाई बोला नि त खोइ त ठुली सक्यो हेर्दा हेर्दै सक्यो गर्मीको हुँदो रहेछ रहेछ नि अघि नै तिमीले सिकाएको है ओके अलि राम्रो खिच अनि भोलिपछि निकाल्नुपर्छ सरहरुसँग नि के हो यो आइफोनलाई पनि फ्लप खुवाउँछ त मेरो फोनले त के मजा आइफोन त अनि यस्तोमा राम्रो आउँदैन नि त यहाँ त आइफोन त घाममा आइफोनलाई फ्लप खुवाउने फोन किनेछु मैले हेर यहाँ ल यहाँ हेर्नु ल छोरा मान्छेको खुट्टा देखाउनु पर्छ क्या बस अरू ल स्टुडेन्टहरु फटाफट जानु न सरहरुसँग पठाइदिनु उमेश सर जानु भएको तपाईं त भाइ अब अलिक समयसँग उठ्नु पर्ने भयो बिचमा होइन म पनि उता